मेरो बोक्रा उतारेर फाल्न बन्द गर। मलाई बोक्रा समेत उमालेर पी। तेरो पुरानोदेखि पुरानो खोकी पनि जरैदेखि हटाइदिन्छु। ओए पागल, मेरो बोक्रा डस्टबिनमा किन फालेको? यसलाई सुकाएर पाउडर बना अनि अनुहारमा लगा। चमक यस्तो आउँछ कि हिरोनी पनि फेल हुन्छ। मलाई काट्ने अनि मेरो बोक्रा फाल्ने त्यो नगर। यसलाई पानीमा उमाल अनि कपालमा लगाऊ। तेरो गन्जोपनको समस्या सधैँको लागि खतम हुन्छ। मेरो बीचको दरो भाग पनि फाल्छस्? त्यो नगर। यसमा ब्रोमेलाइन हुन्छ। तेरो घुँडाको दुखाइ एकछिनमै गायब गरिदिन्छ। अब पनि नबुझेको भए यस्ता कुरा थाहा पाउन अहिले नै भिडियो शेयर गरेर फलो गर। मलाई सधैँ आँसु झार्ने खराब तरकारी भन्छन्, तर कसैले बुझ्दैन म बिना खाना स्वादिन हुन्छ। म स्वास्थ्यका लागि फाइदाजनक। मलाई सधैँ पिरो मात्र भन्छन्, तर म स्वाद बढाउँछु। म खुर्सानी हुँ। मलाई कमजोर भन्छन्, तर म बिना स्वाद छैन। म टमाटर हुँ, अनेक अनेक। मलाई सधैँ साधारण भन्छन्, तर म बिना खाना अधुरो हुन्छ। म आलु हुँ।